हेलो गाइज, हाउ आर यु? आई होप सबैजना आरामै हुनुहुन्छ होला र म पनि ठिकै छु भनौँ। र आज चाहिँ मैले तपाईँहरूमाझ दुई चारवटा त्यस्ता इङ्ग्लिस सेन्टेन्सहरू जो चाहिँ हामी डेली लाइफ डेली रुटिनमा चाहिँ एकदम धेरै युज गर्छौँ। अनि तर हामीलाई चाहिँ नर्मल सेन्टेन्सहरू हामीलाई थाहा छैन, नर्मल वर्डहरू हामीलाई थाहा छैन, तिन सेन्टेन्सहरूको चाहिँ फर्मेसन अनि तिनको एरेन्जमेन्ट हामीलाई थाहा छैन। हो त्यही कुरा चाहिँ म तपाईँहरूलाई बताउन आज यहाँ उपस्थित छु। इङ्ग्लिस सिक्ने हो भनेपछि एज अ बिगिनर सबभन्दा पहिले हामीले चाहिँ रुटिनको बारेमा है इन्ट्रोडक्सनको बारेमा चाहिँ सिक्नुपर्ने हुन्छ। जस्तै मैले चाहिँ अलिअलि चाहिँ सिकेको छु, पर्फेक्ट छु चाहिँ भन्दैन, किनकि म पनि सिकारो नै हो। आई एम अ लर्नर एन्ड आई एम स्टिल लर्निङ। त्यही भएर सबभन्दा पहिले अब हामी चाहिँ दिनको सुरुवात गर्छौँ। जस्तै बिहान सबभन्दा पहिले मान्छे उठ्छ भनेपछि म बिहान चाँडै उठ्छु भन्नु पऱ्यो हामीले सबभन्दा पहिले। आई वेक अप अर्ली इन द मर्निङ। म चाहिँ बिहान सबेरै उठ्छु अथवा चाँडै उठ्छु। अब त्यसपछि के गर्ने? त्यसपछि त अब दाँत माझ्छ होला, मुख धुन्छ होला भन्नेपछि त फ्रेस हुन्छ नि मान्छे। देन आई फ्रेसन अप। त्यसपछि चाहिँ म फ्रेस हुन्छु। अब त्यसपछि हामी फ्रेस भइसकेपछि के गर्ने? नास्ता खाने होला है। त्यसपछि नास्ता खान्छौँ हामी अथवा त्यसपछि नास्ता नै खान्छौँ। त्यसपछि अब बाहिर निस्किने कुरा फरक छ। देन आई हेभ माई डिनर। हो त होइन नि? डिनर त फेरि बिहान भनेको ब्रेकफास्ट, दिउँसो भनेको लन्च, अनि यो साँझ भने चाहिँ डिनर हो। यदि रातिको कुरा गर्दै हुनुहुन्छ भने चाहिँ डिनर है, दिउँसोको कुरा हो भने लन्च अथवा रिफ्रेसमेन्ट पनि भनिन्छ नास्ता हो भनेदेखि, अनि बिहान चाहिँ ब्रेकफास्ट। त्यही भएर आई हेभ माई ब्रेकफास्ट। म आफ्नो ब्रेकफास्ट चाहिँ लिन्छु। त्यसपछि ब्रेकफास्ट लिएपछि के हुन्छु? आई गेट रेडी। त्यसपछि म रेडी हुन्छु के को लागि? टु गो फर स्कुल अथवा टु गो टु स्कुल। त्यसपछि म स्कुल जानको लागि चाहिँ रेडी हुन्छु। आई गेट रेडी टु गो टु स्कुल। त्यसपछि म स्कुल जानको लागि रेडी हुन्छु। अब त्यसपछि रेडी भइसकेपछि निस्किन्छु होला है। देन आई गो टु स्कुल। त्यसपछि चाहिँ म स्कुल जान्छु है। देन भन्दाखेरि म जोड्दैछु, देनले एन्डले जोड्दैछु सेन्टेन्सहरूलाई चाहिँ। यसरी हामीले चाहिँ जोड्दै जानेले चाहिँ फ्लो बनाइराख्छ। देन एन्ड त्यस्ता कुराहरू चाहिँ यो कन्जक्सनहरू चाहिँ हामी युज गरिरहेको छौँ। त्यसपछि अब म एज अ टिचर, तपाईँहरू विद्यार्थी हुनुहुन्छ भनेदेखि यु विल स्टडी देयर एन्ड आई विल टिच देयर। म चाहिँ त्यहाँ शिक्षण गर्छु होला अथवा तिमीहरू पढ्छौ होला भनेपछि आई टिच अल डे। अब म चाहिँ दिनभरि पढाउँछु एट स्कुल। म स्कुलमा दिनभरि पढाउँछु। देन आई रिटर्न होम। देन आई कम ब्याक टु होम भन्दा पनि त्यसपछि चाहिँ म रुम फर्किन्छु अथवा रुममा आउँछु। यस्तरी चाहिँ हाम्रो दिनको चाहिँ यो दुई चारवटा कामहरू, चार छवटा कामहरू, आफ्नो ड्युटिजहरू चाहिँ यत्तिकैमा सकिन्छ है। अब तपाईँहरू यदि विद्यार्थी हो भने यस्तै वी स्टडी अल द डे भन्न सकिन्छ, अल डे। म टिचर भएको हुनाले चाहिँ आई टिच अल डे, देन आई रिटर्न माई होम, माई रुम, देन आई कम ब्याक टु माई होम। यति कुरा हो। थ्याङ्क यू अल। बाँकी कुरा सिक्दै गरौँला, सिकाउँदै गरौँला। अहिले यति नै।